आजको यो भिडियोमा चाहिँ हाम्रो घरको प्लम्बिङ या ड्रेनेज सिस्टम ब्लकेज भएको कसरी खोल्ने भन्ने कुरा म देखाउँछु। यो मैले घिचारिरहेको डब्बा चाहिँ मैले अनलाइनबाट अर्डर गरेको यो ड्रेन स्नेक 100 फिट बाई हाफ इन्चको ड्रेन स्नेक मैले अर्डर गरेको थिएँ। त्यसको डेलिभरी आएको भएर यसलाई भित्र लगेर यसलाई एसेम्बल गर्छु र प्लम्बिङ कसरी खोल्ने भन्ने कुरो म देखाउँछु। प्लम्बिङ सिस्टम गरेर ब्लक भइराख्नु भएको भएर होम डिपोबाट रेन्टल गरेर ल्याउँदाखेरि एकचोटिमै ओभर $100 जान्छ। सो मैले एउटा अर्डर गर्ने भनेर सोचिरहेको थिएँ, फाइनली अर्डर गरियो। सो एनी ड्रेनहरू ब्लकेज छ यताउति छ भने घरमा आफूले खोल्न सकिने भयो। अलिकति हार्डवर्क त छ तर इट्स वर्थ इट। यो पर्टिकुलर यो हाम्रोमा जहिले पनि आउँछ, हाम्रो यार्डमा बसिरहेको हुन्छ। अब हामी सानो कुकुर भएको कारणले मैले कुकुर छोड्ने बेला जहिले त्यहाँ पुर्याउँछु, तर यसको हिँड्ने रुट घर जाने सबै के नै यसको कारण यो स्याल डेली नै देखा पर्छ। बिहान लुटिसक्यो के गर्ने। योभन्दा अगाडि पनि घरको ड्रेनेज ब्लकेज भएको थियो 2-3 चोटि। होम डिपोबाट रेन्टल गरेर ल्याएर बनाएको थिएँ। योपालि मैले यो ड्रेन स्नेक मसिनमा इन्भेस्ट गरेको छु। योपालि म आफैले एक्लैले गर्न लागेको छु। अब कतिको सक्सेस हुन्छ हुँदैन, लेट्स फाइन्ड आउट। यो हल्का जाम भएको छ, त्यो पहिला यसलाई एसेम्बल गरौँ, त्यस पछाडि जाम खोल्ने कोसिस गर्छु है। इलेक्ट्रिक ड्रेन क्लिनर मोडल यो भयो, भोल्टेज छ 22 to 40 भोल्टेजको। मेटल स्टिल केबल 100 फिट हाफ इन्च वायरको लिएको 52.3 kg रहेछ। यो ह्यान्डलको लागि यस्तो स्क्रु दिएको छ। स्क्रु यसरी लगाएर दुवै साइडमा यो रिभोर कम्पनीको हो। मेरो यहाँ प्लम्बिङको बिग्रेको यस्तै हप्ता 2 हप्ता बढी भयो। यो लन्ड्रीको यहाँ आएर जहिले पनि जम्मा हुन्छ। अहिले यही के भन्छ ड्रेन स्नेक मगाएर अलिअलि निकालेर हाल्दैछु। हेरौँ मैले वर्कआउट गर्छ कि गर्दैन। हाम्रो यहाँको अमेरिकन घरहरूमा त प्रायः यिनीहरूले बाहिरबाटै मगाएर खान्छ। प्रायः सो किचनमै खाए पनि त्यस्तो ओइली चिजहरू हामीले जस्तो दिनरात तरकारी भातहरू पकाएर खाने गर्दैन। त्यही भएर हाम्रो नेपालीहरूको किचनमा यो बढी समस्या देखिन्छ। अस्ति 2 दिन अगाडि मात्र मैले होम डिपोबाट रेन्ट गरेर ल्याएर आएको थिएँ $120 त्यो 75 फिट लामो मात्र थियो। त्यो
यो चाहिँ मैले 100 फिट लामो बनाएको छु। त्यो 2 महिना अगाडि गरेको अलरेडी फेरि ब्लक भएको भएर मैले आफूले बनाएर योपालि चाहिँ रेन्टल नगरिकन आफूले यो सामानहरू गरेर गर्नु पर्थ्यो। वर्कआउट गर्दै गर्नु मैले त्यो दिनमा भन्छु यार, किनभने अहिले खोले पनि 1-2 दिनमा फेरि ब्लक भएको नभएको थाहा हुन्छ कि त्यसको वायर आउँछ क्या त, त्यो हेड भित्रसम्म जान्छ, त्यसले सफा गर्छ कि। ग्लभ चाहिँ अलिकति बाक्लो खालको अर्कै खालको हुन्छ। मैले त के ल्याइरहेको थिएँ, मैले भित्र कहाँ राखेको चाहिँ थाहै पाइनँ, त्यही भएर अहिले यो रेगुलर ग्लभले नै काम चलाइरहेको छु। अलिक केयरफुल भएर काम गरेको छु। तर यो चाहिँ मैले घर किनेपछि यो 6-7 वर्षमा मैले यो आई थिङ्क तेस्रोचोटि गर्दैछु। भन्नाले तेस्रोचोटि भइसक्यो, यो 4th टाइम गर्दैछु आफैले। जहिले पनि भगवान दयाले मलाई हेल्प गर्नुहुन्थ्यो, उहाँले मकसद काम बनाइ गरिदिनुहुन्थ्यो। योपालि चाहिँ म आफूले ट्राई गर्ने कोसिस गर्दैछु। हेर म वर्कआउट गर्दै गर्दा गर्दा प्लम्बिङको अरू एक्जिट होलबाट निक्लेको छ कि छैन चेक गर्न जानुपर्ने हुन्छ। Looks fine. Looks clean. यसरी बेटारिन्छ, बेटारिने बेलामा चाहिँ यसलाई हल्का रिभर्स गर्नु गरिहाल्नुपर्छ, नत्र फेरि बेटाऱ्यो भने यो तार आफै लाग्छ। यो तन्किसकेपछि फेरि यसलाई रिभर्समा राखेर फेरि फरवर्डमा राखेर फेरि 100 फिटको हो। सो आई थिङ्क आधीभन्दा बढी गइसकेको छ। सो लेट्स ट्राई टु पुट इट अल द वे इन। फेरि डोब्रियो। रिभर्स गरेर फेरि भित्रतिर यसरी ड्रेनेज नेटको 100 फिट वायर पुरै छिराउँदाखेरि ब्लकेजहरू सबै खुलेको छ र यो काम सक्सेसफुल्ली कम्प्लिट हुन सक्यो। यो भिडियो पुरै हेरिदिनु भएकोमा धन्यवाद अनि च्यानलको सपोर्टको लागि प्लिज लाइक, सेयर अनि सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू।